ख्याल गरेर सुन्दै कट्टु तानिदिन्छ फेरि हो धन्नै तानिदियो त्यो कट्टु हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई अनदर भिडियो के छ खबर आराम हुनुहुन्छ या होप आराम हुनुहुन्छ होला है आज चाहिँ ओभनको लास्ट दिन है ओभनको बिदाको लास्ट दिन अनि आज म चाहिँ कहाँ जाँदैछु भनेर त पक्कै पनि थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला हैन अब सरप्राइज भन्ने कुरा हैन या आज म चाहिँ नारा नेसनल पार्क जाँदैछु हैन गर्मी छ व्यापक गर्मी छ है तर गर्मीको बावजुद पनि रमाउनु पर्छ भनेर चाहिँ म चाहिँ आज नारा नेसनल पार्क जाँदैछु हैन अहिले बिहानको 8 बज्यो अब यहाँबाट चाहिँ मलाई करिब 2 घण्टा लाग्छ हाइवेबाट अबको 2 घण्टा पछाडी म चाहिँ नारा नेसनल पार्कमा हुनेछु हैन जुन चाहिँ नारा नेसनल पार्क भनेको चाहिँ एउटा हरिणको पार्क हो हैन खासमा चाहिँ तपाईहरुले टिकटकहरुमा देखिरहनु भएको होला नि हैन त्यो शिखाहरुले चाहिँ आइसचु गरेको हैन हो त्यो चाहिँ नारा हो हैन म चाहिँ हो त्यही जाँदैछु आज नारा नेसनल पार्कमा गर्मी छ व्यापक गर्मी चर्या छ है घाम चाहिँ एकदम चर्या छ आजको चाहिँ लास्ट भनेको तपाईको सान्जो हाचिदो भनेको 38 डिग्री छ र नारामा पनि हेरेको लगभग 37 डिग्री 35 डिग्री कि 37 डिग्रीको हाराहारीमा रहेछ हैन म चाहिँ अब लगभग 10 बजेतिर नारा पुग्छु ओके गाइज ल म धेरै बोल्दिन हैन बीचमा पनि खासै अब मैले त्यस्तो भिडियोहरु बनाउँदिन होला हैन किनकि भिडियो चाहिँ एकदमै लामो हुन जान्छ है भिडियो लामो भयो भने पनि हेर्नलाई त्यति मजा आउँदैन त्यो हुँदाखेरि चाहिँ म अब सिधै नारा नेसनल पार्कबाट आउने छु हैन त्यतिन्जेलसम्मको लागि चाहिँ स्टे कनेक्टेड म चाहिँ बीचमा बोल्दिन भिडियो बनाउँदिन भनेको थिएँ है गाइजहरु तर यस्तो बल ब्युटिफुल नजारा छ नि भिडियो नबनाइकिन मनले मानेन हो ल हेर्नुस् यस्तो ब्युटिफुल नजारा छ है कति त्यो डाँडाको माथि चाहिँ बादल बसेको है ओके गाइस म चाहिँ अहिले सानो ब्रेक लिएको है लगभग 1 घण्टा भइसक्यो कन्टिन्यू कुद्न आँटेको ओके गाइज ल टक्क तपाईको यहाँ एउटा मिचिने एकीमा चाहिँ थोरै के गरेर बसेको थिएँ है अब के गर्ने त भन्दाखेरि कफी त खानु पर्यो कफी खानु पर्यो भनेर चाहिँ यो मसिनमा आको है यो मसिन चाहिँ कस्तो भन्दाखेरि तपाईको चाहिँ यो अलरेडी बनाएर राखेको त्यो भेन्डिङ मसिन जस्तो हैन हुन त भेन्डिङ मसिन हो त्यही पनि त्यो अलरेडी बनाएर राखेको त्यो बोतलहरुको कफीहरु जस्तो हैन के यहाँ चाहिँ के खाने आफुले हैन त्यसलाई चाहिँ चुज गरेर अर्डर दिइसकेपछि चाहिँ यहाँ चाहिँ आफै भित्र चाहिँ प्रोसेस बनेर यही चाहिँ बनेर आउँछ कफी चाहिँ ओके लेट्स ट्राई है त पैसा राख्दियौ है 220 रुपैयाँको 220 रुपैयाँहरुको फाल्दिन्छ त हो पैसा त के हो यार ओके लियो है म चाहिँ माछा लाते खाऊ भनेर चाहिँ अर्डर गरिदिन्छु है त कफी चाहिँ टक्कै यसरी चाहिँ तातै बनाएर दियो है यो चाहिँ चिनी बढी हाल्दैछ ओके गाइज ल अब चाहिँ कफी लिइहालेँ है अब म चाहिँ यहाँबाट निस्किन्छु अब भुल्न थाल्यो भने ढिला हुन्छ ओके गाइज स्टे कनेक्टेड ओके गाइज फाइनली नारा पार्कमा चाहिँ आइपुग्यो है फाइनली तपाईहरुलाई चाहिँ एउटा मिठो नजारा चाहिँ देखाइदिन्छु ल अरु चाहिँ पछि रमाइलो गरौँला ल हेर्नुस् खासमा चाहिँ आज यही हेर्न आएको हेलो ल फाइनली नारा पार्कमा चाहिँ आयो है अब चाहिँ पार्कतिर जानुपर्छ हेर्दै गर्नुस् आजको भिडियो चाहिँ एकदम बबाल रमाइलो हुनेवाला छ है
मान्छेको भिडभाड चाहिँ व्यापक भिडभाड छ है पार्किङ पनि बल्ल 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 पायो पार्किङै नपाएर चाहिँ लगभग आधा घन्टा भन्दा बेसी त म पार्किङको लागि नै वेट गरेँ होला त्यत्रो पाउँछ आज चाहिँ एकदम भिड छ है रमाइलो हुनेवाला छ हेर्दै गर्नुहोस् सबै सेतो छाला भन्दा त केही देख्दैन त मैले त यार त्यही पनि ट्वार ट्वार हेर्छ त यार हो भने अति यत्रो यत्रो सेतातिर भएका छन् है म जस्तो यस्तो बिचरा मसोजलाई चाहिँ घुरेर हेर्छन् भने खाउलाई जसो गरेर कुन चाहिँको स्वास्नी हो थाहा छैन म अर्कैको पहिला हेरेर हुन्छ अरूलाई हेर्नु निすいません鹿せんべい売ってますか？鹿せんべいはまだないんです。ないですか？そうなんですか。売ってるところは上の店が売ってます。売ってます？ありがとうございます。यहाँ चाहिँ यिनलाई खुवाउने चाहिँ किन्न खोजेको मैले है तर के भयो छैन अरे अलि माथि गएर किनेर खुवाउने ल यिनलाई चाहिँ किनेर खुवाउनु पर्यो भनेर चाहिँ किन्ने चिज खोजेको यहाँ छैन अरे माथि छ भन्छ है माथिल्लो पसलमा माथि गएर किन्नु पर्ला ल हेर्नु कति आनन्दले बसिरहेछ जनावर हुन् तै पनि है न डर छ न के छ है आनन्दले ढुक्कका साथ मजाले बसिरहेछ है ल हेर्नु हेलो के छ हान्ने पनि नहाने त्यसले पिछोडी यस्तो मजाको यस्तो आनन्दले बसिरहेछ है आइज आइज नि त बाल दिँदैन हेर्नु त बिडम्बना चाहिँ कस्तो भयो भन्दाखेरि एक ठाउँमा यो यसले यिनीहरूले खानेकुराहरू बेच्थ्यो क्या त्यो ठाउँमा चाहिँ सकिसकेछ है अर्को पसलमा गएको अर्को पसलमा पनि छैन रहेछ अलिकति टाढै रहेछ त्यहाँ चाहिँ म पुग्न भ्याएको छैन अझै अरू फेरि अब अरू खानेकुराहरू चाहिँ यिनीहरूलाई खुवाउन पाइँदैन त्यो चाहिँ इलिगल हो अनि त्यो हुँदाखेरि चाहिँ अरू खानेकुराहरू खुवाउन पाइँदैन आनन्द क्या शान्त मतलब छैन है टक्कसँग यो चाहिँ तपाईँको हरिणीको सिङ भयो यो चाहिँ सिङे हरिण भयो नेपालमा हो भने चाहिँ तपाईँको तस्करी गरेर भ्याइसके हेलो बाबा पछि भेटौँला ल ओके ल अहिले खानेकुरा भेट्यो भने चाहिँ तिमीहरूलाई दिन आउँछु ल कस्तो आनन्द क्या पिस हुने है माथि 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 को चाहिँ हो त्यहाँ को चाहिँ हो त्यहाँ ल अब चाहिँ है अघि पाएको थिएन है अहिले पायो एउटा चाहिँ खुवाउने हो है यिनीहरूलाई चाहिँ दोस्ता 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 गो 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 अब म यहाँ बस्छु तिमीहरू यता मेरो कुरो सुन अब एकछिन कुरो सुन टोक्दो रहेछ भाइ स्वा कति बाठाउने अब छैन नि मसँग नभएछ अब मसँग छैन नि यिनीहरू एउटा लुकाइसकेको छु मैले यहाँनिर आमा नि कति हो त्यहाँ ल ल कति हो त्यहाँ यिनीहरू चाहिँ है अघि मसँग हुँदासम्म चाहिँ एकदम झुम अब कति वेल ट्रेन छन् क्या यिनीहरू ट्रेन भन्दा पनि अब आफूले यिनीहरूलाई चाहिँ कति थाहा छ क्या अब एउटा पोको छ यहाँ अब यिनीहरू सबैलाई चाहिँ नखाउँ होइन अर्को ठाउँमा खुवाउनुपर्छ पसिना चाहिँ बबल बनायो कस्तो टोक्दो रहेछ भाइ पसिना चाहिँ बबल आयो है गर्मी चाहिँ लास्ट गर्मी छ है ल अब तपाईँको यता अरूले खुवाउँदै गरेको पनि यस्तो
ल नि त ल हेर्न सक्नुहुन्छ कि जसको हातमा त्यो खानेकुराहरू छ नि उसलाई त घेरेर छोड्दैन भने यिनीहरूले ल हेर्नु यसले चाहिँ उसलाई खेदाएको ल हेर्नु त्यो उसँग खानेकुरा छ क्या गुट्टु उट्टु खेदाएको छ ल हेर्नु ल ल उसँग त्यो खानेकुरा छ नि त हेर्नु यो छोड्दैन मलाई आइज तर म गफ गरौँ त्यसो भए आइज हेलो के छ सोडा आराम छस् ल आइज गफ गरौँ आइज आइज गफ गरौँ हान्नु चाहिँ नहानेस् है आइज ल यी छैन क्या क्यामेरा हो है कहाँ छ त हुनु परेन ल आइज यता आइज गफ गरौँ यसले मलाई कतिखेर हान्छ थाहा छैन है ल ओके बाई ल बाई टाटा कस्तो यो यिनीहरूलाई खुवाउने कुराहरू चाहिँ धेरै किन्न नपाउँदो रहेछ कि लिमिट रहेछ एकजनालाई एउटा मात्रै है कि त तपाईँको डिफ्रेन्ट पसलहरू खोज्दै जानु पऱ्यो कहाँ छ भन्ने थाहै भएन है एक ठाउँमा किनेको ठाउँमा त अर्कोचोटि किन्न गयो भने त चिनिहाल्छ दिँदैन त्यो हुँदाखेरि चाहिँ धेरै किन्नै नपाउँदो रहेछ कि मैले 5-7वटा किनेर र सबैलाई चाहिँ जति पुग्छ अनि बढ्दै माथि जान्छु भनेर सोचिरहेको थिएँ एउटाभन्दा किन्न नपाउँदो रहेछ जस आजको भिडियो लामो हुनसक्छ है तर एकदम बवाल रमाइलो हुनेवाला छ अन्तिमसम्म हेर्नुहोस् तपाईँलाई म पुरै नारा सब घुमाइदिन्छु डराउला यताउति है भाग्ला मान्छे जताततै कुदेर आउँछ बरु एक लड त मलाई पनि बजाइदियो भने सही हान्दियो एक लड चाहिँ ल यो चाहिँ अर्को पार्क हो है नाराकै दोस्रो पार्क यहाँ पनि तपाईँको उल्लेखनीय रूपमा शिखाहरूको उपस्थिति छ है यिनीहरूलाई मतलबै छैन डर कर केही छैन ल यसले के गरे हौ के गरे सोल्टी के गरे भन्दा बोल्दैन जता मान्छे गयो त्यतातिर दौडिन्छ भने खाना दिन्छ कि भनेर यस्तो ट्रेन छन् यिनीहरू है भन्न खोजेको यस्तो बाटो छ यिनीहरू सबैहरू चाहिँ कस्तो भन्दाखेरि हुन्छ नि एउटा नेचरसँग रमाउनको लागि नारा नेसनल पार्क भन्दा बेटर अरू ठाउँ हुनै सक्दैन जस्तो लाग्छ है अब यहाँका यी भनौँ न यी तपाईँको यिनी जनावरहरू है यी शिखाहरू भयो अनि तपाईँको सँगसँगै यस्तो मिठो भ्यू है यति राम्रो मिठो भ्यू छ है पख सानो बाबुलाई पनि दिनु पर्यो नि तिमीहरू मलाई नै पछ्याउने हो यो नसकेसम्म मलाई नै पछ्याउने हो अर्को सानो बाबु पनि आयो छैन नि त बाबा छैन नि त ल आऊ नि त तिमी र म घर जाऊ नि त त्यसो भए आइज सँगै जान्छस् गाडीमा जान्छस् भनेको त भाग्यो त ल भाइ ल तिमीहरू त चरेर आइसकेको तिमीहरू त खतरा रहेछौ त है अब नि ल यसरी मजाले यस्तो कहिले देख्नु भएको थियो यस्तो तपाईँको हरिणहरूसँग यसरी मजाले खेल्न पाउने ल ओए विदेश गएर के गर्छस् के काम गर्छस् भनेर सोध्छौ नि ल रे हरिण चराउने काम गर्छु टक्क विदेश गएको छु है आजको ड्युटी यता परेको छ आज चाहिँ हरिण चराउन आएको यो त हिलो भएर आएको छ ओइ त फडा होस् सिधा यो सानो बाबु त दिने है तैँले आफै खान सक्छस् ल्याउ ए नि ल है यसो गर हान्न खोज्या कि के गरेर खोज्या मालिकले हान्ने कुरो हुँदैन नि केटा यसो गर सिङले बर्बाद बनाउँला है तैँले यसले बरु मजाले आइसज गर्छ है छोडा ल
के खाने त अब हुनु परेन फडाहरू दिन जानी चाहिँ नजिक नजिक आउँछ यिनीहरू है दिन छोडेपछि चाहिँ तितार बितार हुन्छ आउनु मेरो सानो बाबु आउनु यो चाहिँ भाग्दो रहेछ सानोहरू चाहिँ भाग्दो रहेछ है ठुलोहरू चाहिँ भाग्दैन मस्तसँग चाहिँ खेल्छ है आइज तपाईँको कस्तो भन्दाखेरि जुन चाहिँ तलको पारमा भएको थियो जुन अरू हरिणहरू थिए तिनीहरू भन्दा यिनीहरू चाहिँ अलिकति डराउने खालको हुँदो रहेछ यो चाहिँ अलिकति माथिको पारको होइन यहाँ चाहिँ मान्छे पनि अलिकति कम आउने होइन मान्छेहरू अलिकति कम आउने ठाउँ हो होइन पार्क भए पनि तलको चाहिँ डराउँदैन जति गरे पनि यहाँको चाहिँ अलिकति डराउँदो रहेछ तलको भन्दा चाहिँ अलि डराउँछ यहाँको चाहिँ भाग्दो रहेछ अब हातमा खानेकुरा देखि नै हाल्यो भने त आउँछ होइन डराइ भए पनि तर तलको जस्तो चाहिँ चलाउने अनि सँगै खेल्न खोज्यो भने चाहिँ भाग्दो रहेछ यो हेर्नु न यस्तो क्युट छ ल हेर्नु यो यति यो सानो यो हेर्नु त यति क्युट छ तर भाग्छ क्या आउने छिन ल हेर्नु बिचराहरूलाई गर्मी भएपछि कसको भाउको के लाग्छ र हेर्नु त यस्तो पानी छ है पानीभित्र माछाहरू डङ्ग रहेछ होइन यो धुलोको हो कि के को यो लेदो जस्तो देखिन्छ तर लेदो त होइन होला पक्कै पनि हेर्नु नि पानीभित्र चाहिँ कस्तो मजाले खेलिरहेको छ कि यिनीहरू ल यहाँ दुईटा रहेछ फेरि है ओ चल्टीहरू के गरे पानीभित्र स्विमिङ गयो हो हेर्नु हो त्यो पानीलाई सङ्लो बनाएको हेर यिनीहरूको हरकत नुहाएको हो कि त्यो पानी सङ्लो बनाएको हो कि के गरे हो थाहा छैन ए पानी खाएको रहेछ सङ्लो बनाएर पानी खाएको नमस्ते गर अर्को त आइगयो अर्को पनि आइगयो हेर्नु ल उसले हानिरहेछ भने ल पाइ छैन त अब के खाने त खाने चाहिँ के हुनु परेन आइज नि त आइज सँगै जाउँ नि त आइज नि त घर जाउँ घर खुवाउँछ त आइज नि त नजा नि घर खुवाउँछु आइज नि त ल यो सुन्दरीहरूले यहाँ खुवाउँदैछन् फेरि ख्याल गर सुन्दरी कट्टु तानिदिन्छ फेरि हो धन्नै तानिदियो त्यो कट्टु सेमाडो नि भन्दैछ गाइजहरु है आजको नारा नेसनल पार्कको घुमाइ चाहिँ अब यतिकै भयो हैन अब म चाहिँ भ्लग इन्ड गर्छु है अब चाहिँ बच्चेकुच्चेका यति थिए यिनीहरूलाई अब बाँडेर खुवाइदिन्छु अनि म पनि फर्किनु पर्छ ओके I'll give you wait a moment ल अब त्यसै पनि है आहा तिमी पनि आयौ ओके वेट अ मोमेन्ट कति फास्ट खाएको ल त्यही नै हो है आजको चाहिँ रमाइलो भयो आजको घुमाइ चाहिँ जस ओबन यासुमीको लास्ट बिदा थियो आज मेरो ल यिनीहरूलाई नै जस म यसै पनि अब नेचर लभर मान्छे है नेचर भनेपछि मलाई एकदमै हुरुक्कै मर्यादै गर्ने मान्छे अनि नेचरसँगै अनि सँगसँगै चाहिँ यसरी चाहिँ वन्यजन्तुसँग खेल्नु पाउँदाखेरि चाहिँ अत्यन्तै एकदमै रमाइलो भयो आज चाहिँ है ओके ल जो अब त फेरि खाएर भ्यापिस त कहाँ जान्छ र आइज यहाँ न आइज न लगाइस् ओके थ्याङ्क यू सो मच है जसले यहाँसम्म भिडियो हेरेर साथ दिनुभयो है अब म चाहिँ ब्लग इन्ड गर्छु ओके गाइज सी यू इन द नेक्स्ट ब्लग अब नेक्स्ट ब्लग कहाँको हुन्छ थाहा छैन हैन अब नयाँ डेस्टिनेसन चाहिँ कहाँको तय हुन्छ अझै त्यो चाहिँ थाहा छैन ओके गाइज ल किप सपोर्टिङ है किप वाचिङ एन्ड स्टे कनेक्टेड सी यू इन द नेक्स्ट ब्लग